मल्लजीको एन्सर मल्लजीको एन्सर उहाँको प्रश्न चाहिँ बुवाको फिल्म उठाएर तपाईँले गौँथली बनाएर त्यसलाई क्यासिन गर्न खोज्नुभयो कि भन्ने सबभन्दा पहिलो प्रश्न थियो। त्यो प्रश्नको मेरो जवाफ चाहिँ के हुन्छ भनेदेखि मेरो बुवाले नेपाल समाजमा आफूले दिन सक्ने जति क्षमताले भ्याएसम्म नेपाल समाजमा काम गर्नुभएको छ र दिनुभएको छ र उहाँलाई नेपाल समाजले एक किसिमको रिस्पेक्ट पनि गरेको छ। उहाँको विषय उठाएर छोरोले गर्दाखेरि त्यसलाई क्यासिन होइन कि त्यसमा धेरै ठुलो च्यालेन्ज थियो मलाई गर्ने कि नगर्ने भनेर होइन। त्यही भएर हामीहरूले त्यसलाई 2 वर्ष लाग्यो त्यसलाई लेख्नलाई। अनि किनभने पार्ट 2 त्यसै पनि मान्छेहरूले पार्ट 2 रहेछ भन्छन्। त्यो पाउँदा पनि हामीले गौँथली नै नाम राखेको, पार्ट 2 पनि राखेनन् होइन। अघि पनि मैले भने र त्यसलाई निरन्तरता दिन चाहिँ हामीले क्यासिन होइन, हामीले ठुलो रिस्क लिएको छौँ, ठुलो रिस्क लिएको छौँ। किनभनेदेखि हामीले चाहेको भएदेखि गौँथली नबनाएर आज एक किसिमको ठुलो कमर्सियल फिल्म बनाउन सकिन्थ्यो, तर होइन, यो हामीले गर्नै पर्छ, यो हाम्रो दायित्व हो भन्ने। मेरो बुवाका फिल्महरू पनि पहिला हेर्नु भने साथी, 1 नम्बरको पाके, छोरी बुहारी जस्ता फिल्म बनाउनु भएको थियो भने मेरो पनि त्यही हुन्छ भन्ने छ। मेरो योभन्दा पहिलाको फिल्म पनि हेल्थसँगै थियो। हामी हेल्थमा भएकोले, म पनि आफू पनि डेन्टिस्ट भएको होइन, बाहिर 25 वर्षदेखि म युके बस्छु। हेल्थमै भएकोले गर्दाखेरि हामी हेल्थसँगै नै रिलेटेड हुनुपर्छ, एजुकेसनसँगै रिलेटेड हुनुपर्छ भनेर हामीले यो फिल्म बनाएको होइन। र यो फिल्म जहाँ गौँथली सकिन्छ त्यहाँबाट अगाडि बढ्छ कि भनेर सोच्दा होइन, जहाँ गौँथली सुरु हुन्छ त्यहीँबाट सुरु हुन्छ र गौँथली जहाँ सकिन्छ त्योभन्दा अलिकति मात्र अगाडि बढाएको छ होइन। तर त्यो जे गरेर गौँथली त्यहाँ पुग्छन् त्यो एउटा पाटो थियो भने आज मैले तपाईँलाई सोमबारको कथा भने बिहिबारको कथा के हुँदो रहेछ त त्यहाँ पुग्नलाई, बिहिबार चाहिँ के गरेर त्यो गर्ने भनेर त्यो स्टाइलले हामीले त्यहाँ पुऱ्याएर ल्याएर राखेको छ कथालाई होइन। अब उहाँ अर्को पत्रकार अहिले के भन्नुभयो भनेदेखि तपाईँले 30 वर्ष अगाडिको फिल्म देखाउनु भएको छ, त्यो अहिले कसरी रिलेट गर्छ हामीलाई भनेर भन्नुभएको छ। मलाई खालि एउटा कुरो भनिदिनुहोस्, तपाईँ रिलेसनसिप 30 वर्ष होइन 300 वर्ष अगाडि पनि त्यही थियो, इमोसन पनि 300 वर्ष अगाडि त्यही थियो, आज पनि त्यही छ। इमोसन रिलेसन भनेकै बिचको धारमा बन्ने हो फिल्म, त्योभन्दा बेसी केही होइन। हामी कहीँबाट एकदम हामी केही ल्याएर बनाउन सक्दैनौँ। ह्युमन रिलेसन र ह्युमन इमोसनलाई बाँधेर 2 घन्टा 20 मिनटमा हामीले बनाएको छौँ।